हेलो एन्ड नमस्ते सबैजनालाई। आज म जाँदैछु ज्ञानदर्शन फ्यामिलीसँग कहाँ भनेर चाहिँ बिस्तारै हेर्दै जानु होला। फर्स्टमा गयौँ हामी हेटौडामा रहेको पशुपति मन्दिरमा। प्रेम रतन धन पायो भने सिस मलमा। अनि त्यहाँ चाहिँ हाम्रा ह्यान्डसम 5 पाण्डवहरू घुमिरहेको छ। यो घुमेको हेर्दा मैले खिचेँ एउटा फोटो। ट्याउ ट्याउ ट्याउ। अनि त्यसपछि हामी पुग्यौँ मकवानपुर गढी। मिन्नामा वेयर इज द टेम्पल भन्दै माथि चढेर लुक एट माई एन्ट्री। होइन ज्ञानदर्शन फ्यामिलीसँग गएको भन्छ, तर एक्लै स्क्रिनमा आयो भने जस्तो लाग्छ भने ट्याउ हाम्रो सुरज सर है उहाँ चाहिँ। त्यसपछि केही समयको गाडीको यात्रापछि हामी पुग्छौँ आफ्नो ठाउँमा। केही समयको डान्सपछि हामी लाग्छौँ खाना खान। अनि त्यसपछि यो ठाउँ कहाँ हो भनेर चाहिँ भोलि भन्छौँ है। बिहानको सुरुवात हुन्छ हाम्रो रिमसरको वाक हेर्दै। त्यसपछि यो ब्युटिफुल भ्यू, यो चाहिँ दामन रहेको छ। ल जय ज्ञानदर्शन। भन्दा छेउतिर देखिएको रेन्ज चाहिँ अन्नपूर्ण रेन्ज है। अन्नपूर्ण रेन्ज सकिसकेपछि यतापट्टिको स्लोपमा भएको साना साना जस्ता देखिने त्यो एकदम बढी हिउँले कभर गरे नि स्नोई माउन्टेन भन्छ, त्यो मनासको राइट आफ्टर होइन मनासको त्यो बिचको कि। अनि यतापट्टिको चुच्चो देखेछ नि, यता सबैभन्दा अग्लो देखेछ नि यो भेगमा हो, यो चाहिँ गणेश हिमाल हो। सबैले गणेशलाई नमस्कार गरौँ। यो रहेको छ हिजो हामी दामनमा बसेको होटेल। अनि बाटोमा रहेको यो टुसारे हिउँ खेल्दै अनि म्यामहरूले यो पानी माथि जमेको आइस निकालेर अनि त्यसपछि सिम भन्ज्याङ हेर्दै गाडीमा चढेर म्यामहरूको डान्स हेर्दै हामी आइपुग्यौँ फेरि ज्ञानदर्शनमा। बाइ बाइ, थ्याङ्क यू फर वाचिङ।